In today's dynamic business environment where innovation and adaptability define success, the journey of Mr. Rohit Parazuli stands out as truly inspiring. With over a decade of entrepreneur experience, he began his career in the automobile industry, successfully managing franchise operation of leading motorcycle brands. This experience shaped his strength in leadership, customer relation, and brand management. Recognizing new opportunities, he transitioned into the hospitality sector, identifying a gap in the market for premium dining experience at affordable prices. Through his venture, he focuses on delivering quality ambience, excellent service, and value for money. His business approach also reflects a commitment to sustainability, balancing profitability with social and environmental responsibility. Now let's take a closer look together at his inspiring journey. Namaste, sir. नमस्ते गुड आफ्टरनुन सर हजुरलाई चाहिँ स्पेसली यो अटोमोबाइल इन्डस्ट्रीबाट हस्पिटालिटी इन्डस्ट्रीमा ट्रान्जिस हुन चाहिँ के कुराले इन्स्पायर गर्यो होला? सर्वप्रथम त अब यो अटोमोबाइल बिजनेस म गरिरहेको विगत अब 15 वर्ष भइसक्यो हैन। त्यसबाट यो हस्पिटालिटी बिजनेसमा चाहिँ अब के कुराले गर्दाखेरि म मोटिभेसन के कारणले भन्दाखेरि चाहिँ इटरी चाहिँ ग्रोइङ बिजनेस हब भइरहेको छ र टुरिज्मको कुराले गर्दाखेरि पनि एउटा के चाहिँ इटरीमा चाहिँ नेसेसरी होटल व्यवसाय चाहिँ अलिक ग्रो मार्केट देखिरहेको मैले त्यो भएको कारणले गर्दाखेरि अलिकति ग्रो मार्केटमा पनि के छ भने एउटा लग्जरियस टाइपको चाहिँ होटलहरू इटरीमा अझै पनि खड्केको हिसाबले गर्दाखेरि यहाँ इटरीमा चाहिँ एउटा डाइनिङ कल्चरको गुड एम्बियन्सको फ्यामिली लिएर आउँदाखेरि चाहिँ एउटा कम्फर्टेबल हिसाबले आएर बस्नको लागि चाहिँ होटलमा चाहिँ सिफ्ट हुनु लागि चाहिँ अटोमोबाइल्सबाट म डाइभर्ट भएको भन्न चाहन्छु। हजुरको जुन यो विगतको अटोमोबाइल इन्डस्ट्रीको एक्सपिरियन्सले चाहिँ अहिलेको यो हस्पिटालिटी इन्डस्ट्रीमा कतिको हेल्प भइरहेछ हजुरलाई? यो विगतको मेरो बिजनेसले चाहिँ अटोमोबाइल बिजनेसले यो बिजनेसलाई चाहिँ के छैन भने कुनै पनि बिजनेस गर्नलाई चाहिँ हैन बिजनेस खोलेर मात्र हुँदैन, नलेज पनि लिएर हुन्छ। एउटा रिसर्च गरेँ मैले पहिला, अनि एउटा म्यानेजमेन्ट स्किल पनि भएको कारणले गर्दा मेरो विगत लामो समयदेखि एक्सपिरियन्स एउटा बिजनेसमा एक्सपिरियन्स थियो। त्यो बिजनेस एक्सपिरियन्सलाई चाहिँ यहाँ कन्भर्ट गर्न पनि अलिकति सजिलो भयो क्या, अनि म्यानेजमेन्ट पार्टमा गर्नु पनि त्यति च्यालेन्जिङ भएन भनौँ न। त्यो कारणले गर्दाखेरि पनि अटोमोबाइल बिजनेसबाट यो बिजनेसमा आउनलाई चाहिँ मलाई हेल्पफुल भयो भन्छु म चाहिँ। यो हस्पिटालिटी इन्डस्ट्रीमा चाहिँ हजुरले पहिलाको टाइममा के च्यालेन्जेसहरू पाउनु भयो? मेन भनेको चाहिँ अहिले नेपालको सन्दर्भमा चाहिँ च्यालेन्जेस भनेको चाहिँ मेन पावर अथवा मेन पावरको रिटेन्सनै बढी हुन्छ क्या तपाईँको। त्यो च्यालेन्जेसहरू चाहिँ भोगिरहेको छ भनौँ न। होटल बिजनेस अझै ग्रोथ देख्यो, किनभने मान्छेहरू होटल बिजनेसमा चाहिँ हामीले लिएको मेन पावर हुन्छ, उहाँहरूको चाहिँ के हुन्छ यहाँ चाहिँ एउटा प्लेटफर्म चाहिँ होटलमा चाहिँ उनीहरू ट्रेनिङ रूपले आउनुहुन्छ क्या उहाँहरू। त्यो चाहिँ रिटेन्सन बढी देखिन्छ क्या, जस्तै उहाँहरू एबोर्डको लागि नै यहाँ पहिला सिक्ने अनि एबोर्डै जाने उहाँहरूको त्यो पार्ट चाहिँ अहिले पनि होटलमा चाहिँ एकदम च्यालेन्जिङै छ। हजुर जुन यो हस्पिटालिटी इन्डस्ट्रीमा छिरिराख्दाखेरि चाहिँ सुरुमा चाहिँ हजुरले यो इटरीको क्षेत्रमा अथवा भनौँ एज अ होलमा चाहिँ के स्पेसिफिक मार्केट ग्याप देख्नुभयो र हजुर यहाँ छिर्नुभयो? यो चाहिँ इटरीको सेगमेन्टमा चाहिँ अब ग्याप भनेको चाहिँ इटरीमा चाहिँ एउटा गुड होटल, फ्यामिली इन्भाइरोमेन्ट भएको होटल हैन। जस्तै अब कोही मान्छे सेसन घरबाट बाहिर निक्लेपछि हामीले चाहिँ हाम्रो होटलमा चाहिँ एउटा फिल लाइक अ होम जस्तो एउटा तपाईँलाई घरबाट निक्लिँदाखेरि यहाँ बस्ने इन्भाइरोमेन्ट चाहिँ हामीले प्रोभाइड गरिरहेछौँ हैन। अनि अझ यहाँनिर कस्टमरले चाहिँ एफोर्डेबल प्राइसिङमा लग्जरियस लिभिङ चाहिँ हाम्रो होटलमा, लग्जरियस डाइनिङ चाहिँ हाम्रो होटलमा, हाम्रो रुम रेट एकदम राम्रो भएको कारणले गर्दाखेरि मैले देख्छु कि कस्टमरको ग्यापहरू जुन हुन्छ यसले फुलफिल गरिरहेछ। जुन यो अरू रेस्टुरेन्ट क्याफेहरू त्यो र होटल स्काइलक्समा चाहिँ के फरक छ? अरू रेस्टुरेन्ट प्लस अरू क्याफेमा भन्दा हाम्रो स्काइलक्समा चाहिँ मेन भनेको हाम्रो स्काइलक्स क्याफे रेस्टुरेन्ट प्लस स्टे। अरूमा जस्तै रेस्टुरेन्ट छ भने स्टे हुँदैन भने क्याफे छ भने स्टे हुँदैन। हाम्रो चाहिँ राम्रो स्टे फेसिलिटी छ त कस्टमरको लागि चाहिँ। हजुरले अनि यो होटल स्काइलक्समा चाहिँ जुन यो लग्जरी एम्बियन्स प्रोभाइड गर्छ भनेर भन्नुभयो हजुरले, त्यो कुरा चाहिँ एफोर्डेबल प्राइसिङमा लग्जरी एम्बियन्स चाहिँ कसरी हजुरले मेन्टेन गरिराख्नु भएको छ त्यो दुईटा कुरालाई? यो पार्ट चाहिँ यस्तो छ, एफोर्डेबल प्राइसिङ भन्ने बित्तिकै कस्ट कटिङ भन्ने कुराहरू हुन्छ, तर हामीले कस्ट कटिङलाई चाहिँ यस्तो उयो गरेको छ नि। तर हाम्रो चाहिँ कसरी हुन्छ भने हामी एकै ठाउँबाट बल्कमा हामी सामानहरू लिएर आउँछौँ। हाम्रो हाउसकिपिङ पनि हामीले एउटा म्यानेजमेन्टलाई जिम्मा लगाएको छौँ। त्यो म्यानेजमेन्ट चाहिँ उसले आफै प्रपर वेमा उसले चाहिँ ह्यान्डलिङ गर्न सक्छ। त्यसपछि हामीले एकै ठाउँबाट होलसेलरबाटै हामीले र मेटेरियल जुन होटललाई पर्चेस गर्ने कुरा आइटमहरू हुन्छ भने एकै ठाउँबाट हामीले जुन चाहिँ धेरैवटा भेन्डरसँग हामी गर्दैनौँ, रिटेलसँग गर्दैनौँ होइन। त्यो कारण होलसेलसँग गरेको कारणले गर्दाखेरि हामीले पनि राम्रो प्राइसिङमा प्रोडक्ट सर्भिसहरू लिइरहेको कारणले गर्दा हामीले पनि कस्टमरलाई चाहिँ एफोर्डेबल प्राइसिङमा चाहिँ हामीले सर्भिस दिन सकिरहेछौँ अहिले। अनि कस्टमरले चाहिँ हजुरको जुन यो बिजनेस मोडलमा चाहिँ कस्तो खालको रोल खेल्नुहुन्छ, स्पेसिफिक रोल? होटल बिजनेस कस्टमर
कस्टमर चाहिँ अब किङ अफ द मार्केटै हेर्नु होइन। जब हामीले कस्टमरलाई क्वालिटी सर्भिस जुन हामीले दिन्छौँ, क्वालिटी दिएपछि कस्टमरले के फिल गर्नुहुन्छ भने वर्ड अफ माउथ हुन्छ नि। कस्टमरले एउटा कस्टमर जो हाम्रो स्टेप फर्स्ट गरिसकेपछि उहाँ एउटा जाँदाखेरि पनि मैले देखेको धेरै काठमाडौँ कस्टमरहरू पनि यहाँ आएर बस्नुहुन्छ, गइसकेपछि उहाँको फ्रेन्डहरूलाई पनि करीमा कहाँ गएर बस्ने भनेर सोध्नुभयो भने उहाँहरूले चाहिँ स्काइलक्सको एक्सपिरियन्सहरू, यहाँको जुन क्वालिटी सर्भिस भयो, स्टे भयो, त्यो उहाँले भनिदिइसकेपछि उहाँले नम्बर दिएर पनि कस्टमरबाटै हामी चाहिँ कस्टमरै दिइराख्नु भएको छ भन्छु क्या म चाहिँ। त्यसले गर्दा वर्ड अफ माउथबाटै हाम्रो बिजनेस चाहिँ सक्सेसफुली रन भइरहेको जानकारी गराउँछु। हजुरको अनि जुन यो सस्टेनेबिलिटीको कुरामा चाहिँ हजुरको बिजनेसले चाहिँ कस्तो खालको इको फ्रेन्डली प्र्याक्टिसेसहरू फलो गरिरहेको छ? इको फ्रेन्डली भन्दाखेरि अब इन्भाइरोमेन्टल कुराहरू आयो यसमा चाहिँ होइन। जस्तै हामीले के गर्छौँ भने इन्भाइरोमेन्टललाई चाहिँ हामीले सपोर्ट गर्ने कुरामा चाहिँ जति पनि होटलबाट वेस्ट मेटेरियल्सहरू निक्लिन्छ, जस्तै अब बोटल्सहरू भयो होइन, प्लास्टिक आइटमहरू भयो, क्यानहरू भयो, अनि फुडहरू भयो, जुन वेस्ट मेटेरियललाई चाहिँ हामीले के गर्छौँ सेगमेन्ट भिन्दै हामीले सेपरेसन गरेर डिफ्रेन्ट बिन छ हामीसँग। डिफ्रेन्ट बिनमा जस्तै अब प्लास्टिक छ त्यो आइटम त्यहाँनिर हुन्छ भने, कार्टुन छ एक ठाउँमा हुन्छ भने, कार्टुन फुड एक ठाउँमा हुन्छ भने, त्यसरी हामी म्यानेजमेन्ट डिफ्रेन्ट बिनमा गरेर अनि त्यसलाई सम्बन्धित निकायहरूमा जस्तै अब नगरपालिकाबाट जुन फोहोर उठाउनेलाई चाहिँ हामीले के दिनुपर्ने हुन्छ त्यो पार्टले उनीहरूलाई पनि हामी सेपरेटै दिन्छौँ। सेपरेट उनीहरूलाई पनि त्यो म्यानेजमेन्ट गर्न सजिलो हुन्छ। त्यो कुराले गर्दा वेस्ट म्यानेजमेन्ट चाहिँ हाम्रो चाहिँ अब राम्रोसँगले भइरहेछ भन्छौँ हामी चाहिँ। हजुरलाई के लाग्छ, हजुरले आफ्नो बिजनेसमा इम्प्लोयरलाई चाहिँ कसरी सेटिस्फाइड पारिराख्नु भएछ र जुन यो पोजिटिभ वर्क कल्चरको कुरा छ यो चाहिँ कसरी मेन्टेन भइरहेछ? मेन भनेको अब स्टाफै हो पिलर अफ द बिजनेस अर्गनाइजेसन भनौँ उनीहरू नै हो अहिले चाहिँ। किन उनीहरू बिना हामीले कुनै पनि काम गर्न पनि अप्ठ्यारो हुन्छ। एक दिन एउटा मेन पावर हामीसँग कम, जस्तै अब डिक्स वासरले पनि ठुलो प्ले गरिरहेको हुन्छ भने, हाम्रो सेक्युरिटी गार्डले ठुलो प्ले गरिरहेको हुन्छ भने, सेफले पनि ठुलो प्ले गरिरहेको हुन्छ होइन। उनीहरूलाई हामीले कसरी सस्टेन गर्न सक्छौँ नै हाम्रो बिजनेसको सबैभन्दा त्यसलाई रनिङ गर्नु नै उहाँहरूको हातमा हुन्छ। उनीहरूलाई अब मेन भनेको हामीले अल्टिमेटली कसरी ह्याप्पी गर्न सकिन्छ, अब त्यसको लागि भनेको मेन भनेको एउटा हामीले गुड स्यालेरी कुरा आउँछ होइन, बोनसको कुराहरू भयो, दसैँ बोनसको कुराहरू भयो। अहिले काहीँ के हुन्छ भने अब एक्स्ट्रा काम गर्छ, ओभर टाइमको पनि कुराहरू कहिले ओभर टाइम गर्नुपर्ने हुन्छ भने उनीहरूलाई के गरेर गर्न सकिन्छ, ओभर टाइमलाई उनीहरूलाई ह्याप्पी गर्नलाई कहिले काहीँ भनेको एउटा ट्रिट दिन सकिन्छ कि अब ओभर टाइमको स्यालेरी एड गर्न सकिन्छ कि, त्यो कुराहरूले गर्दाखेरि उनीहरूलाई रिटेन्सन गर्नलाई चाहिँ हामी कसरी हुन्छ स्काइलक्सले चाहिँ यसमा चाहिँ हामीले निरन्तर लागिरहेको छौँ अहिले चाहिँ। हजुरलाई अनि के लाग्छ स्काइलक्सले चाहिँ यो जुन लोकल कम्युनिटीलाई चाहिँ कुन हिसाबले कन्ट्रिब्युसन दिइरहेको छ होला त? अब लोकल कम्युनिटीलाई चाहिँ अहिले स्काइलक्सले चाहिँ मैले देखेको धेरै कुरो सपोर्ट गरेर, जस्तै यो पिपल चोकमा पहिला थिएन स्काइलक्स होटल होइन, अहिले भएको कारणले यहाँको गाउँदेखि लिएर लोकललाई पनि कस्तो कन्ट्रिब्युसन भइरहेछ भने एउटा उहाँहरूको ठाउँमा पनि एउटा यतिको होटल आएर उहाँहरू गर्व फिल भइरहेछ क्या। यसले गर्दा स्काइलक्स यहाँ छ भने यहाँको छेउछाउको बिजनेस सानो बिजनेसलाई पनि यसले राम्रो सपोर्ट गरिरहेछ। किनभने अब हामीलाई स्काइलक्सलाई केही कुरा चाहिरहेछ, रनिङ आइटम चाहिन्छ, यीको लोकल बिजनेस छेउछाउको बिजनेसलाई भनौँ न सानो किराना पसलले पनि हामीले पर्चेस कहिले काहीँ गर्नु पर्ने त्यहाँबाट पनि उनीहरूलाई सपोर्ट भइरहेछ भने अब लोकल बिजनेसलाई पनि उनीहरूलाई के छ भने यसले गर्दा चाहिँ एउटा ल्यान्डमार्क जस्तो भइरहेछ क्या तपाईँको। हजुरले स्काइलक्समा चाहिँ अनि यो जुन एफोर्डेबिलिटी र प्रोफिटेबिलिटीलाई चाहिँ कसरी ब्यालेन्समा इन अ प्यारल लगिराख्नु भएछ? प्रोफिटेबिलिटी कुराहरू आयो होइन, यसमा चाहिँ हामीले कस्टमरलाई चाहिँ अब क्वालिटी फुड हामीले जुन प्रोभाइड गर्छौँ होइन, त्यो चाहिँ अघि पनि आयो नि, हामीले बल्कमा हामीले सामानहरू लिएर आउँछौँ। त्यो बल्कमा सामान लिएर आउँदाखेरि के हुन्छ भने कस्ट हाम्रो अलिकति कम्ती नै पर्न जान्छ। ट्रान्सपोर्टेसन कस्ट पनि 12 आउँदा एउटै ट्रान्सपोर्टेसन कस्टमा हामीसँग मेटेरियल आउँछ। हामी बल्कमा हामी चाहिँ स्टोर छ, हामीसँग भिन्दै स्टोर छ, त्यो स्टोरमा चाहिँ लगभग भन्नुहुन्छ भने राम्रै क्वान्टिटी हामीले स्टक मेन्टेन गरेको हुन्छ तपाईँको। कुनै पनि अब तपाईँको सपहरू टोइलेटरिजहरू भयो यो चाहिँ हाम्रो बल्कमै हुन्छ, लगभग 3 मन्थ को हामी स्टक मेन्टेन गरेर काम गर्छौँ। त्यसले गर्दाखेरि पनि अब यसलाई चाहिँ फुलफिल गर्न सक्छ। सो हजुरले चाहिँ यो व्यवसायमा कस्तो खालको स्ट्र्याटेजिजहरू मेन्टेन गरिराख्नु भएको छ जसले गर्दाखेरि चाहिँ स्काइलक्स चाहिँ लङ टर्म जान्छ जस्तो लाग्छ हजुरलाई? यो होटलमा चाहिँ स्ट्र्याटेजी भनेको यस्तो हाम्रो मार्केटिङै ठुलो भन्छु म चाहिँ होइन। मार्केटिङ प्लेज एकदम ठुलो रोल खेल्छ बिजनेसलाई चाहिँ। जस्तै हाम्रो फेसबुक भयो, इन्स्टा भयो, टिकटक भयो होइन, यो कुराले गर्दाखेरि अब हामीसँग एक्सपर्टाइज हाम्रो मिडिया ह्यान्डलहरू पनि हुनुहुन्छ, हामीले राखेका छौँ। उहाँले पनि धेरै सपोर्ट गर्नुहुन्छ। त्यो कस्टमरको गुगल रेटिङहरू कुरा भयो होइन, गुगल रेटिङले गर्दा पनि ठुलो प्ले गर्छ भन्छु बिजनेसमा, त्यसले पनि सपोर्ट गरिरहेछ। हजुरलाई के लाग्छ अनि हजुरको बिजनेसले चाहिँ प्रफिट भन्दा पनि अझै धेरै भ्यालु केही क्रिएट गर्छ होला त?
यसो छ अब बिजनेस भनेको जहिले प्रफिट हुन्छ भन्ने पनि छैन, कहिले लस पनि हुनसक्छ। तर बियोन्ड प्रफिट जस्तै बिजनेस मैले यहाँ स्काइलक्स एउटा जुनै पनि बिजनेस भनौँ न हामीले गऱ्यौँ भने चाहिँ त्यसले लट्स अफ इम्प्लोइमेन्ट अपर्च्युनिटी क्रिएट गर्छ। जस्तै हाम्रो धेरै नेपालमा त्यही नै मुद्दा हो नि, अहिले पनि जब अपर्च्युनिटीको छैन, त्यसले गर्दा मान्छे विदेश जानुपर्ने भएको कुराले गर्दा एउटा सानो एउटा बिजनेस तपाईँले सेटअप गर्नुभयो भने जे भयो नि त्यहाँनिर 20-25 जना भए पनि इम्प्लोइमेन्ट अपर्च्युनिटी चाहिँ होल्ड गरिरहेको हुन्छ क्या। अहिले लगभग भनौँ मैले स्काइलक्समा अराउन्ड 40 जनालाई चाहिँ इम्प्लोइमेन्ट अपर्च्युनिटी क्रिएट गर्न पाइरहेछ। यो भने चाहिँ ह्याप्पी फिल हुन्छ क्या। बिजनेस भन्ने कुरा आफ्नो ठाउँमा छ, तर मैले चाहिँ हाम्रो नेपाली दाजुभाइहरूलाई नै नेपालमै नै एउटा बिजनेस अपर्च्युनिटी उहाँले क्रिएट गरेर उहाँहरूले आफ्नो लाइफलाई अगाडि बढाइराख्नु भएको छ, उहाँ फ्यामिली पालिराख्नु भएको छ। त्यो चाहिँ एउटा हाम्रो होटलले चाहिँ क्रिएट गरिरहेछ भन्न चाहन्छु। हजुरलाई के लाग्छ यो होटल स्काइलक्सको चाहिँ हाम्रो यो सोसाइटीमा एउटा पोजिटिभ इम्प्याक्ट छ जस्तो लाग्छ? यस्तो छ, यसले चाहिँ हाम्रो पोजिटिभ इम्प्याक्ट अभियसली गरेको छ, किनभने हामीले होटल एकर्डिङ द रुल्स एन्ड रेगुलेसन गभर्मेन्ट रुल एन्ड रेगुलेसन अपरेट गरेका छौँ होइन। त्यसले एउटा पोजिटिभ इम्प्याक्ट पनि गर्छ र प्लस हाम्रो जस्तै अब तपाईँको यहाँको टिमहरू हुन्छ उहाँलाई पनि हामीले बिजनेसबाट दिइरहेको छौँ एउटा अपर्च्युनिटी, त्यसले पनि एउटा क्रिएट गर्छ भन्छु म चाहिँ। सो हजुरलाई चाहिँ यो एन्टरप्रेनर जर्नीमा के लाग्छ त, प्रफिट धेरै इम्पोर्टेन्ट हो कि इम्प्याक्ट धेरै इम्पोर्टेन्ट हो? यो चाहिँ यस्तो छ, अब प्रफिट र इम्प्याक्ट दुइटा ब्यालेन्समा चाहिँ लिएर जानुपर्छ भन्छु म चाहिँ। प्रफिट भयो भने पो स्टडी मैले फर्दर अरू पनि इन्भेस्टमेन्ट यही होटल सम्बन्धी नै गर्न सक्छु क्या। जस्तै प्रफिट विदाउट प्रफिट फेरि भयो भने त बिजनेस लसमा जान्छ, करप्ट हुनसक्छ होइन। त्यो कारणले गर्दाखेरि बोथलाई ब्यालेन्स गरेर लिएर जानुपर्ने हुन्छ। प्रफिट भयो भने के कुरालाई मैले गर्न सक्छु होइन, त्यो कुरा गर्न सकिन्छ जस्तो लाग्छ। सो हजुर एज अ एन्टरप्रेनर चाहिँ आफ्नो लिडरसिप स्टाइललाई चाहिँ कसरी डिस्क्राइब गर्नुहुन्छ? हजुर कस्तो खालको लिडर हो, हजुर कस्तो नेतृत्व गर्नुहुन्छ जस्तो लाग्छ? यसमा चाहिँ अब के हो, म आफूलाई चाहिँ डेमोक्रेटिक लिडर हो भन्न चाहन्छु। यसमा चाहिँ अब टाइम टु टाइम हामीले कस्टमरको रिभ्यूहरू लिने कुराहरू भयो, फिडब्याक लिने कुराहरू भयो, केही कमी कमजोरी छन् त्यसलाई हामी कसरी हुन्छ सुधार्नेतिर लाग्छौँ। हाम्रो टिम वर्क हुन्छ, टाइम टु टाइम मिटिङ हुन्छ, केही कुरा ल्याक छ भने बिहानै हाम्रो मिटिङ हुन्छ पहिला हाम्रो टिमसँग, कहीँ कमी कमजोरी छ त्यसलाई त्यो ल्याक गरेको ठाउँमा हामी चाहिँ पुरा गर्न दिइरहेका हुन्छौँ। रनिङ फेसमै छु अहिले पनि बिजनेस गरेर चाहिँ जति गरे पनि जतिसुकै बिजनेस गरे लिडरसिप गरे पनि केही न केही कमी नै हुन्छ क्या लिडरसिपमा जहिले पनि। यो भनेको गर्दै गर्दै सिक्दै जाने कुराहरू हो जस्तो लाग्छ मलाई। एडप्ट गर्दै गरिन्छ, एडप्टेसन गर्दै जानुपर्छ। अहिले नि फेरि हार आएर चाहिँ फर्किनु भएन, लर्निङै हो भन्छु म चाहिँ बिजनेस पनि। हजुर अनि हजुरको बिजनेसमा यो च्यालेन्जेसहरू के आयो भने चाहिँ त्यसलाई कसरी ह्यान्डल गर्नुहुन्छ? अब यसो च्यालेन्जेस बिजनेसमा हरेक बिजनेसमा विदाउट च्यालेन्जेस त हुँदै हुँदैन। हेर्नु होटल लाइनमा एकदम धेरै च्यालेन्जहरू छ, किनभने अब कस्टमर सेटिस्फ्याक्सनको कुरा, अब फुडमा क्वालिटी कसरी हामीले इम्प्रुभमेन्ट गर्न सक्छ होइन। मेन भनेको च्यालेन्ज चाहिँ हाम्रो कस्टमरको सेटिस्फ्याक्सनको कुराहरू आउँछ। त्यो कस्टमरको फिडब्याकहरू लिने, गुगल रिभ्यू हामी हेरिरहेका हुन्छौँ। कस्टमरको रिभ्यू भनेको दुइटै हुन्छ, हेर्नु ब्याड पनि हुनसक्छ, त्यो ब्याडलाई हामी सुधार्दै गइरहेका छौँ र गुडलाई पनि अझै कसरी राम्रो हुन्छ बेटर गरिरहेका छौँ। हजुरले अनि यो हजुरको होटलमा चाहिँ कुनै पनि एउटा मेजर चेन्जेस ल्याउनु पर्यो भने, डिसिजन लिनु पर्यो भने त्यसको प्रोसेस कस्तो हुन्छ होला? डिसिजन मेकिङ चाहिँ यस्तो हुन्छ, कुनै पनि अब सेल्फ भएको कारणले गर्दाखेरि चाहिँ यो कुरा राइट हो, डिसिजन मैले यो कुरामा लिनुपर्छ। होटल चेन्जको लागि फुल चेन्जले गर्दाखेरि मैले लिएको डिसिजन चाहिँ कुनै रुमबाट प्रब्लम आयो अरे, हाम्रो बाथरुममा प्रब्लम छ, त्यो बाथरुमलाई प्रब्लम छ नि म त्यसलाई अब लङ रनमा अब त्यतिकै छोडिदिइराख्यो भने त हामीलाई लस पनि हो, हामीले लुज पनि हो, कस्टमर लुज पनि गर्न सक्छौँ भने त्यसलाई चाहिँ क्विक डिसिजन गरिहाल्ने। हाम्रो वाट्सएप ग्रुप भयो, वाट्सएप ग्रुपमा चाहिँ होटलको टोटल हाम्रो इम्प्लोइमेन्टको ग्रुप छ, काहीँ मैले एउटा प्रब्लम छ स्न्यापसट गरेर केमा प्रब्लम छ खिचेर ग्रुपमा हालिदिइहाल्ने, त्यसलाई क्विक सर्भिस दिन्छु। होटललाई स्मुथ रनिङ गर्नलाई त्यसले हेल्प गर्छ। हजुर आफ्नो होटलको टिमलाई हाई पर्फर्मेन्स मेन्टेन गर्नु भनेर चाहिँ कसरी मोटिभेट गरिराख्नुहुन्छ? स्टाफहरूलाई चाहिँ मोटिभेसन फ्याक्टर भयो भने कहिलेकाहीँ अब उनीहरूलाई होटलको लागि उसले पनि त काम गरिरहेछ, ऊ पनि के छ मेरो होटल कसरी बेस्ट होस् भन्ने हुँदो रहेछ क्या। त्यसलाई त्यो गरे वापत हामीले रिवार्डहरू गर्ने कुराहरू छ, रिवार्डहरू गरिरहेको छ। सो हजुरको कुनै एउटा एक्सपिरियन्स अथवा सिचुएसन छ होला जब चाहिँ हजुरको लिडरसिप स्टाइल चाहिँ टेस्ट भएको थियो? होटल व्यवसायहरू चाहिँ कोभिडको टाइममा चाहिँ एकदम उनीहरूले चाहिँ म्याक्सिमम होटलहरूले नेपालभरिको भनौँ संसारैभरिको होटलहरूले चाहिँ लस सिचुएसनमा थियो र उठ्नु पनि गाह्रो भयो। जस्तै कति चेन होटलहरू अझै पनि बन्दै भयो, ओ यो होटलले आफ्नो त्यो टाइममा एकदम राम्रो गरिरहेको थियो, तर त्यो चेनै अहिले कोल्याप्स भएको छ क्या, सस्टेन भएको मैले सुनेको छैन। त्यो पार्टमा चाहिँ त्यो च्यालेन्जिङ थियो त्यो टाइममा चाहिँ। अहिलेको टाइममा विगतको समयलाई फर्केर हेर्दाखेरि चाहिँ हजुरले डिफ्रेन्ट गर्न सक्थ्यो भने के कुरा चाहिँ डिफ्रेन्ट गर्थे मेरो यो एन्टरप्रेनरसिप जर्नीमा जस्तो लाग्छ हजुरलाई? फर्केर हेर्दाखेरि अझै पनि भनौँ न कुनै बिजनेस स्टार्ट गर्नुभन्दा हामीले चाहिँ अझै पनि रिसर्च गर्नु पर्यो कुनै पनि बिजनेस गर्नु लागि होइन। सो हजुरको चाहिँ यो हस्पिटालिटी इन्डस्ट्रीमा स्पेसिफिकली होटल स्काइलक्सलाई लिएर चाहिँ फ्युचर प्लान्सहरू चाहिँ के छ होला? स्काइलक्सको सन्दर्भमा चाहिँ अब हाम्रो गभर्मेन्ट सस्टेन भयो भोलि होइन, अब राम्रो गभर्मेन्ट आउनुभयो भने, राम्रो पोलिसी आयो भने चाहिँ हामी नेपालमा बसेर केही गरौँ भन्ने चाहना हो हाम्रो चाहिँ। र स्काइलक्सको सन्दर्भमा हाम्रो अब भोलि राम्रो भइदिए गयो भने चाहिँ हामी स्काइलक्सको चेन होटल चाहिँ नेपालको विभिन्न ठाउँहरूमा चाहिँ एक्सपान्सन गर्ने एउटा प्लानिङ छ, एउटा त्यही नै हो अहिले हाम्रो।
अरू जुन यङ इमर्जिङ एन्टरप्रेनरहरू हुनुहुन्छ उहाँलाई चाहिँ एज अ सल्लाह सुझाव के दिन चाहनुहुन्छ हजुर? अब यस्तो छ, नयाँ इन्टरप्रेनरलाई के छ, नो रिस्क नो गेम भन्छ। कुनै पनि एउटा बिजनेस गर्नलाई रिस्क त लिनै पर्छ। विदाउट रिस्क हामी केही पनि अगाडि बढ्न सक्दैनौँ पहिला चाहिँ। र अहिलेको नयाँ इन्टरप्रेनरहरूलाई म के भन्न चाहन्छु भने नेपालमा बसेरै धेरै कुरा गर्नु छ र हजुरहरूले नेपालमै केही गर्न चाहनुहुन्छ भने चाहिँ इन्भेस्टमेन्ट नेपालमै गर्नुहोस्। त्यो भयो भने आफ्नो फ्यामिलीसँग स्टे गर्न सक्नुहुन्छ, प्लस प्रफिटेबल पनि हुनसक्छ बिजनेसहरूमा। हजुरले रिस्क लिनै पर्छ बिजनेसको लागि चाहिँ, त्यति भन्न चाहन्छु। थ्याङ्क यू सो मच सर। Thank you very much. आफ्नो बिजी समय निकालेर मलाई थोरै दिनुभयो। हजुरको जुन यो बिजनेसको एक्सपिरियन्सहरू छ पछिको दिनमा गएर म मेरो लाइफमा पनि अप्लाई गर्न सक्छु र मेरो साथीलाई यो भिडियोजहरू देखाएर साथीहरूलाई पनि इन्सपायर गर्न सक्छु। ओके, थ्याङ्क यू भेरी मच।